तपाईलाई थाहा छ यसको भित्र के हुन्छ भनेर? बाहिर जाँदाखेरि तपाईहरुले यो त देखिराख्नै भएको थियो होला। आउनुस् आज यसमा के छ हामी भित्र हेर्छौँ है त। यसलाई चाहिँ फोयु ऱ्याक भन्छ है। अनि यसको भित्र चाहिँ एक्चुअली यो केबल म्यानेजमेन्टको लागि चाहिँ युज गर्छ र सेक्युरिटीको लागि पनि गर्छ। यसमा एउटा लक आउँछ जसले गर्दाखेरि चाहिँ यहाँ अनअथोराइज्ड पर्सनहरूलाई चाहिँ यहाँभित्र गएर स्विचहरू चल्न यताउता रिस्ट्रिक्ट गरेर हुन्छ है। ल हेरौँ है त यसको भित्र के हुन्छ त। पहिला सुरुमा यो स्विचले तपाईँले अनलक गरेपछि चाहिँ यहाँभित्र अब तपाईँको रिक्वायरमेन्ट अनुसारले तपाईँको ठाउँ रिक्वायरमेन्ट अनुसार के राख्नुहुन्छ त है त। अब यो ठाउँमा चाहिँ यहाँ एउटा युपिएस राखेको छ। त्यस्तै गरेर यो युपिएस भयो, तपाईँको यसको पावर सप्लाई भयो सिसिटिभीको लागि। यहाँ यो एनभिआर छ अनि त्यसपछि त्यहाँ एउटा स्विच छ अनि यहाँ दुईवटा मल्टिप्लग देख्नुहुन्छ है। र यो राउटरलाई चाहिँ सिग्नल राम्रो आओस् भनेर भित्र नराखिकन यसलाई बाहिर राखिरहेको छ है त। अनि एउटा ब्याकअप पनि त्यहाँ छ है। अहिले चाहिँ यो एकदमै मेस्ड अप छ, बट यसलाई चाहिँ हामी अब यो क्लिन गर्छौँ। अब यो ऱ्याकलाई के भन्छ त भनेर तपाईँहरू जान्न इच्छुक हुनुहुन्छ भने चाहिँ यसलाई यो फोयु ऱ्याक भन्छ है। यसको साइजहरू डिफ्रेन्ट आउँछ अनि यो चाहिँ मेटल फ्रेममा हुन्छ र यसलाई चाहिँ भित्तामा ड्रिल गरेर पनि राख्छ भने कसैले चाहिँ यहाँ एउटा फ्रेम बनाएर पनि राख्ने गरेको छ है त। ल तपाईँहरूलाई पनि यस्तै केही डिभाइसेसहरूको लागि राख्नलाई यो फोयु ऱ्याक अथवा योभन्दा माथिको साइजको ऱ्याक चाहिन्छ भने सम्पर्क गर्नुहोस्।